गइरहेको छौँ। आज हामी गनाउन गइरहेछौँ। त्यसको लागि हामीले काटेको छौँ गाजर, क्याप्सिकम, अनि के अरे यो के अरे मटर होइन, मिक्स फ्राई राइस होइन। यसको लागि हामीले हालेको छौँ सबै मिक्स प्याज अनि क्याप्सिकम अनि गाजर एकैचोटि हाल्दैछौँ होइन। यसलाई हामी अब फ्राई गर्छौँ। बन्दैछ यो। एकैछिन यसलाई हल्का फ्राई गर्नु। मटर के गर्यौँ म? अब हामी फ्राई गर्यौँ। अब मजाले अब हामी फोयसको बेबी भन न। म फोयसको बेबी हो। फोयसको बेबी खाना पकाउन जाँदै हुनुहुन्छ। भात हालिराख्यौँ। अब हामीले भातलाई अब यसमा हामी हाल्दैछौँ नुन। कति रे स्वाद अनुसार भन्देऊ न। अलिकति नुन देखिरहेछ हाम्रो फ्राई राइस कस्तो छ। यम्मी। यो गाइस आज हामीहरू के खाइरहेछौँ भने फ्राई राइस, भेजिटेबल फ्राई राइस खाइरहेछौँ। हेर्नु गाइस मिठो। मम्मीले बनाएको कति मिठो। गाइसहरू तपाईहरु पनि यसलाई घरमा बनाउनु त्यसपछि खानुस्।